के बोल्या के छ डार्लिङ म त फेरि जुत्ता लुगाएर मलाई त फेरि चाहियो नि त्यहाँ डे बोरस राख्न आँटिरहेको उनको के काम कति चराक छ नि म राम्री छु के गर्नु त हौ त्यसमा मेरो के दोष क्या मेरो डार्लिङले भन्दै थियो क्या त मन्दिर गएर के माग्छ पूजा गर्नु जाँदाखेरि भन्छ यसले त के मागेर बस्छ होला भनेर साँच्चै म के मागेर बस्छु पो त घरमा चाहिँ फेरि आज सुकुटीको अचार बनाउनुको लागि अदुवा लसुन केलाउँदैछु वाउ मेरो सुकुटी चाहिँ रेडी पनि भइसक्यो यो सुकुटीको अचार चाहिँ मैले काठमाडौँ मेरो साथीलाई पठाइदिन आँटिरहेको छु बफ सुकुटीको अचार कस्तो छ हेर्नुहोस् अचार ठम लाग्दैछ ठन्डा पेट घटाउनु सकेन दोस्रो टाइममा आएको खाना खाएर आएर यत्रो पेट फुलिरहेको यस्तो गर्नुहुन्छ यतातिर वाइफाईको पैसा सिकेर कहाँ भइरहेछ मलाई कति एक पैसा रुपियाँ कि आज त 12 बजे रातिको टाइममा त वाइफाई फिनिस जिम पनि सक्यो अब जाँदैछु म हाम्रो कृपा बहिनीहरू चाहिँ धरान आइरहेको छ बहिनीलाई चाहिँ भेट्नु पर्यो 3 दिनको लागि वाइफाई एड गर्नु लगाइरहेको छु 3 दिनपछि चाहिँ पैसा 1 वर्षको पे गर्न जानुपर्ने भयो साना बेलामा गरिब घरहरू बनेर इलेक्ट्रिसिटी कहाँ लग्यो यहाँ लगेर राखिरहेको छु त्यसको लागि चिनेको सर्कलहरूले चाहिँ अचार अर्डर गऱ्यो भने कि साथीलाई पनि पठाउने प्लस एक्स्ट्रा पनि बनाइरहेको हुन्छ बेच्नको लागि अचार चाहिँ अर्डर अचार म चाहिँ यहाँ बहिनीहरूको रुममा आइसकेँ कि अचार बेच्दै हिँडेको कस्तो सुतेको त्यहीमा सेक्सी भएर पो सुतिरहेको रहेछ गर्मीमा ठिक छ कस्तो सुतेको उठा मर्यो म त साला के भयो त ल ल ल ल चम्ची पनि लिएर आउन दाउको सोचिया जस्तै बहिनी भनेर त्यही माथि सेक्सी मलाई त केटीहरू देखेर जेलस हुन्छ अब सोच न तिम्रो दिदी देख्ने बित्तिकै कति सराप दियो होला मलाई कति सराप छ नि म राम्री छु के गर्नु त हौ त्यसमा मेरो के दोष क्या दिसो सोध्छौ एकछिन हो चम्चले दादाले किराबारी कहाँ झऱ्यो भन्दै थियो अहिले नि भन्दैछ दादाको थियो नि त किराबारीमा पनि झर्दै जानु अलिकति भुस्तिक्रियाहरू पनि भए रमाइलो हुन्थ्यो क्या जाँठाहरूलाई समातेर मासु पोल्नु लाउनु हुन्थ्यो क्या अलिकति जाँगरिलो छैनौ अल्छी मलाई त्यस्तो टाइपको मनपर्छ क्या जिन्दगी छैन कोही छैन म त धरान आएपछि त अस्ति काठमाडौँमा धेरै घुमेर साथीहरू भुस्तिक्रे पनि धेरै भेटेँ अनि केटीहरू पनि त्यस्तै भेटेँ आमा साथी छैन जस्तो लाग्यो हजुर हेलो यो कहाँबाट आइपुग्यो यता भ्लग गरिरहेको छु हुन्छ कि हुँदैन आमा तिमी त कस्तो लुते भएछौ त कसले भनेको आमा लिम्बू आयो भनेर बहिनीले ए सन्चै छौ उसको घर पनि यतैतिर हो नि यहाँ हो यो हो उसको होटेल पो हो ए यतैतिर भनेर थाहा थियो मलाई यतैतिर चाहिँ भनेर थाहा थियो ए उसकै होटेल पो आएको रहेछ त तिम्रो होटेल खोलेको ओहो केटोले त दबाई पैसा कमाउँदैछ क्या छैन बिजो छ टेस्टिङ गर्नु भनेको खोइ चम्चिने अचार बेच्दै हिँडेको मेरो चाहिँ कस्तो हुन्छ नि सुकुटीको अचार नजिकको मान्छेहरू सर्कलहरूले चाहिँ मलाई अर्डर गर्छ नि त यसरी टेस्ट गर्छ मन पर्यो भने फेरि अर्डर गर्छ क्या अनि अर्डर अचार चाहिँ साइड बिचमा चाहिँ अलिकति लुकी छुपी क्या अब पब्लिक ब्रान्ड बनाउन ब्रान्ड माथि यहाँ पर्दिनु छ माथि
के को बुढाको अचार हो मेरो अचार हो हाङ्माको अचार राख्दिन बिस्टीको अचारहरू राख्नुपर्छ बिस्टीको अचार खाएको ल मजाले घोला न आलु त्यो यस्तो मजाले म धेरै मसला खाएको मुखमै खुवाउनु लाग्यो भने चाहिँ खाऊ त तिमी पनि खाऊ त अनि ट्राई गर नि बफ हो स्पाइसी त डेन्जर स्पाइसी छ किनभने अचार भनेकै पिरो खानुपर्छ साँच्चै नडाटिकन भन त यो अचार होइन मान्छेहरूको धेरै कन्ट्रोभर्सी परिरहेको छ कि मान्छेहरू अचारमा मेरो त रियल रिभ्यू सुन्न चाहन्छु क्या त्यो फेक त्यो कन्ट्रोभर्सी पर्छु भनेर हो कि रियल रिभ्यू दिएको जस्तो पनि गर्छ घरि कन्फ्युज बनायो क्या अरूको अचारहरूले त ठिक छ यो अचार अझ म यो सुकुटीबाटै बनाएको क्या मैले मासुबाट अस्ति ट्राई गरेको कि मासुबाट चाहिँ त्यस्तो भाउ नै लागेन क्या एउटा ट्राई गर न मैले बनाएको ट्राई गर न फेरि खाने चान्स पाउँदैन अघि स्प्राइट खाएँ अहिले धन्यवाद कस्तो लाग्यो तिम्रो गेस्टले खोज्यो भने त्यहाँ मलाई भन त्यहाँ टक्कसँगले यस्तो कस्टमरहरू आयो भने म पनि स्पाइसी नै छु नि त मुख रसिलो भएको छ धन मुख मात्रै भएछ त्यसरी गोल्ने हो क्या त्यसरी गोलेर खाने हो क्या है अरू अचार टेस्ट गर्दाखेरि र यसमा चाहिँ कति आउँछ नम्बर नाम चाहिँ हामीले अचार लग्न चाहिँ लगेको थियो होइन यस्तो चाहिँ पाएन भने जस्तो चाहिँ थिएन भनेपछि त मैले पो बिजनेस गरेँ भने त सुकुटीमा त खतरा लट्री पो लाग्छ क्या त्यसको बाजे तिम्रो त झन् ब्लग पनि आफ्नै हो भाइरल मान्छे हो अरूको पनि त्यस्तै हो नि भाइरल मान्छेहरूको अचार चाखेछ उनीहरूले सुकुटी पनि भनेको चलेको मान्छेको त खायो होइन यस्तो जान्छ मान्छेले खाइरहेको हुन्छ तिम्रो हुनु बित्तिकै त तिमीले आफैले बिजनेस सुरु गर्यो स्टार्ट गर्यो भनेपछि त यो होइन यो चाहिँ मेरो कस्तो भने फलोवर्सहरूले त तिमीलाई त फलोवर्सले भन्दा पनि यो चाहिँ मेरो अर्डर कस्तो भएको छ भने सबै अब जसरी यसरी अचार टेस्ट गर्यो नि होइन अनि नजिककोले क्या 1-2 दिन अगाडि फोन गर्छ अनि मलाई बनाइदेऊ भनेर अर्डर गर्छ अनि त्यसपछि बनाइदिने क्या त्यसरी बुझ्छु हैरान बनायो भन्दै होला यो कहिले एक्जाम कसको एक्जाम थियो नि पुलिसले पक्रेको छ नि होइन फोनहरू 17 प्रो म्याक्सहरू कति थियो यार पानीमा पनि 17 प्रो म्याक्स हालिदिएको ओहो म त त्यसलाई त मारी दिन्थेँ होला कुटेर ढुट्टो बनाउँथेँ होला नि कहाँ नि फोन लगेको तर के भन्नु अरूलाई बिचरा कुनै जग्गामा एसएलसी पास मैले पनि फोनै बोकेर लगेर पास गरेको दुईचोटि खोज्थेको मेरो त मेरो अचार त मलाई पनि मिठो लाग्छ होइन के गर्नु साँच्चै अनि अघि भर्खर यति भातसँग खाएर आएको त्यो त मेन त तिमीहरूले कि चिउरासँग खाऊ क्या म त चिउरासँग दामी लाग्छ खाना नरुचेर क्या म त चजाको सुप खाने भएको कि त्यो आउँदाखेरि चिप्रै होइन त्यो त राँको सुकुटी 3000 रुपियाँ केजीमा किनेर ल्याएर बनाएको हो त्यो त प्योर राँको सुकुटी यो राँको कसरी थाहा पनि गोरुको नभन्नु न सुकुटी नै खाँदैन धरान गोरुको खाँदैन म पनि त्यो त निकेतन गलीमा अब गोरुको बेच्छ भन्छ क्या अनि त्यही भएर नि किन्दिनँ त म पनि त्यहाँ त के गर्नु अरे छोरी मान्छेले मैले भने जस्तो भन त बहिनीले त यो टपिक चाहिँ फेरि अर्कोलाई भनेको फेरि अर्कोलाई गएर फेरि भिडियो बनाइदिएर मेरो त त्यस्तो हुन्छ नि आजभोलि त्यो कन्टेन्ट बनाएको एउटालाई बनाएको थियो त हाम्रो पूर्वको एउटा
को लागि बनाएको लास्टमा परेछ अर्कोलाई परेर त भिडियो बनाउनु भ्याएछ अँध्यारोमा झटाएर हानेको अब सही ठाउँमा पुग्छ त निशाना भनेर त कुनै बेला बाङ्गो तेरो हुन्छ नि मिस्टेक भइन्छ नि होइन त्यो मिस्टेक चाहिँ त्यतातिर उछिटेर लागेछ मै हो भनेर बनाएछ फेरि उफ मेरो लागि पनि भिडियो बनाउनेहरू मान्छेहरू मेरो फ्यानहरूलाई चाहिँ खुसी लाग्छ घरिघरि तिमी चाहिँ के हान्दै बसिरहेको के खोज्दै बसिरहेको जबरजस्ती आफै रेटिङ बढाउँदैछ है साथीको होटेलको नाम के अरे यो किङ के अरे स्वागत छ यहाँहरू सबैलाई ब्लग हेरेर बसिरहनु भएको संसारका जुनसुकै कुनामा छरिएर भाङमा लिम्बूको ब्लग हेरेर बसिरहनु भएको छ भने धरान आउनु भएको अवस्थामा धरानको होटेल किङ स्टारमा स्वागत गर्नको लागि हामी तपाईँहरूलाई एकदम तयार भएर बसिरहेको हुनेछौँ कृपया आएर सहयोग गरिदिनु होला आउँदाखेरि चाहिँ पैसा बोकेर आउनु होला त्यसपछि नआउनु होला रक्सी बियर होइन मिठो परिकार धराने परिकारहरू तिमीलाई त प्रमोट गर भने अलिकति मात्रै बोला भनेको त कत्रो के पाउँछ सबै भन्नु भ्यायो एकदम ठुलो ठुलो गाडीहरू छ भने पनि तपाईँहरूले आफ्नो भेहिकल लिएर आउन सक्नुहुन्छ सुरक्षित साथ हामीले आफ्नो कम्पाउन्डभित्र तपाईँको गाडीलाई सुसज्जित तरिकाले अनि सुरक्षित तरिकाले राखिदिने हाम्रो व्यवस्था छ सरसफाइको कुरै नगरौँ हामी यति ख्याल गर्छौँ भाङमासम्म आएर यहाँनिर बसेर अब उसले अब यहाँको बारेमा अलिकति मनमा नै उसले मेरो बहिनीहरूलाई हुक्का खुसियालीमा अब बहिनीलाई एउटा हुक्का अब खुसियालीमा एउटा हुक्का अब बहिनीहरूलाई यत्रो प्रमोट गरेको हुक्का लु मेरो बहिनीहरूलाई खुवाइदेऊ ल्याइदेऊ ल पैसा त लेख्लाउने फेरि तिम्रो दाँत झार्छु अब यो हेर तिम्रो त हो खत्रै जिम गरेको हात हो 1 महिना जिम गयो होला कि गरेर ऊ हौ अझ लाइट बसी पनि हिँड्दै थियो कुदिँदै थियो कस्तो गाह्रो हुन्थ्यो लास्टमा त ल टक्कसँग हुक्का अनि मलाई चाहिँ के खुवाउँछौ म त हुक्का खाँदिनँ तिम्रो देउता के दिन्छौ यत्रो होटल खोलेको रहेछ साथीको होटल आइपुग्यो साथी के खुवाउँछौ भन हेर तिम्रो साथी कति गरिब छ गरिबनी छ अब धनी बनाइदेऊ ओ साँच्चीको गरिब के बोल्या के छ डार्लिङ बेबी चुप्पा देऊ न त प्यारी समझ गई ठिक छ त म भेट्न आउन आँटिरहेको ओ अनि कस्तो तिमी चाहिँ अनि बिचमा आएको त दिन्न तिमीलाई त तिमीलाई त नदिने म म तिम्रो दाइलाई भेट्न आउन आँटिरहेको छु आउन आँटेको डार्लिङ टिकट काटिदेऊ न कहाँको काटिदिने म आएपछि भेटौँला हाम्रो मिठो कुराकानी हुन्छ माया पिरतीको जुत्ता लुगाएर मलाई त फेरि चाहियो नि त्यहाँ डन्ने साडी फेरि नाङ्गे होइन सेक्सी भएर बसिरहेछ कस्तो नाइट ड्रेस लाएर म त सुती पो राखेको थिएँ त वाउ धन्यवाद यत्तिकै चाहिँ हुनु पर्यो है ल यत्तिको सर्भिस त हुनु पर्यो त्यहाँ फेरि बहिनीहरूको त्यहाँ बिलमा जोड्ने होइन धन्यवाद यिनीहरू रेडी हुनु आम्मा कत्रो घन्टा लगाएको कत्रो घन्टा हे प्रभु
मन्त्र मेकअप स्टुडियो लिएर जाँदैछु बहिनीहरूलाई चाहिँ नेल्स लगाउनुको लागि। अब खै कति घन्टा लाग्यो भयो फेरि मेकअप गर्ने हो। छिटो 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 आफू मेकअप नगर्दाखेरि त कति अरू टाइम लगाएर त झ्याउ लाग्दो रहेछ। राम्री राम्री मेरो बहिनीहरूलाई चाहिँ लिएर आएँ मैले मन्त्र मेकअप स्टुडियोमा। आज म जिमबाट कुदेकै छु। छ यहाँको हालखबर। ओहो कस्तो आनन्द भयो त हौ। हेलो के छ ठिक छ दिदी? सन्चै मेरो त खत्रै हो नि घुमाइ त। हजुर ए त्यहाँ पहिलोचोटि गएको। बस न तिमी। यहाँ चटपटे पो खाएको याद आयो त। आज पनि खुवाउँछ क्या? आज त उहिले यहाँ स्टुडेन्टको हात दिनु आइरहेछ हो कहाँ जानु अन्त हामी? उसको पर्सि बर्थडे ओहो ल एडभान्समा ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू दिदी कहाँबाट चुले पोस्ला चाहिँ दामी है। बहिनीहरूलाई चाहिँ यहाँ नेल्स लगाउँदै गर्छ। म छोडेर जान्छु। टाढो भयो भने चाहिँ म पनि आउँछु। भएन भने भोलि आएर लगाउँला। बिहानदेखि हिँडेको मार्छ आज आमाले मलाई चाहिँ। बिहानदेखिको 12 बजीदेखि फेरि हिँडेको होला। हिँडेको भयो। यसो कराउनु जान्दैन बुढी मान्छे। ट्याउ 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 मार्छ। चाबी कता लगेर राख्यौ? ल मेरो कन्फर्म छैन टाइम कति लाग्छ। नेल्स लाउनु पर्यो भने मात्रै आउँछु, न त आउँदिनँ म। ल ल बहिनीको सकेपछि मलाई फोन गर्नु ल। राम्ररी लगाऊ। निस्केको त्यसको बाद आज के झरो नि। बहिनीलाई स्कुलमा लिँदै जानु पर्यो। घर अब यो बेचेर मात्रै भएन होइन त गाइजहरू। अब खानु त पर्यो। म चाहिँ बहिनीलाई लिएर घर आइसकेँ। ओहो आफूले बनाएको अनि चिउरासँग चाहिँ लास्टै मिठो लाग्ने क्या। मेरोमा चाहिँ त्यस्तो धेरै तेलहरू अरूको अचारको बट्टामा तेल देखिन्छ नि। मेरोमा त्यस्तो धेरै तेल हुँदैन। अहिले चाहिँ मेरो बहिनीको यो 12 प्रो फोन चाहिँ मेरो रुममा लिएर आइसकेको छु। अहिले होइन हिजो लिएर आएको मैले। अब पढाइ फोकस एकदमै गराउनु पर्ने भयो। हप्तामा एकचोटि 1 टाइम दिने। यदि तपाईँहरूको पनि बच्चाहरू छ भने फोन नदिनु होला भन्न चाहन्छु। किनभने फोनले गर्दाखेरि राम्रो तरिकाले चलायो भने राम्रै हो। तर कस्तो हुन्छ भने पढाइमा अलिकति फोकस नभइदिएको जस्तो लाग्यो क्या। देखो क्या हो चाँठाहरू आँखा सेकेर मर्छ होला फेरि। अब डे बोनस राख्न आँटिरहेको। फोनको के काम? फोन दियो भने अब डे बोनस बसिसकेपछि बेलुकीको टाइममा आएर अनि फेरि फोन एकछिन हेर्दा ओर्दा भरे नसुतिदेला के भयो यताउति हेरेपछि कस्तो हुन्छ एक कुरो फोन। अनि त्यो हुन्छ भने चाहिँ अब 1 वर्षसम्म चाहिँ मेरो बहिनीलाई फोन चलाउनु नदिने। किनभने अब पढाइ झन् माथि स्टेप गयो झन् गाह्रो हुँदै जान्छ। अनि पढाइमा भने जस्तो फोकस भइदिन भने तनाव हुन्छ। फेरि मेरो टाउको दुख्छ। अनि पैसा खर्च गरे अनुसारको होइन पढाइ राम्रो भइदिन भने त ओहो कस्तो दिमाग खराब हुन्छ त। अनि त्यही हो। आजको वेदर चाहिँ यस्तो छ हाम्रो तरानमा। अहिले चाहिँ म जाँदैछु बुढासुब्बा मन्दिर। आज बिहानदेखिको बेलुकासम्म पानी पर्ने लक्ष्य छ जस्तो छ। कति छ जिमबाट डाइरेक्ट निस्केर हिँडेको म। आज फेरि मैले ज्याकेटै बोकिनँ क्या। दुईटा मन्दिर छ यो फुल मात्र हो भाडा कति हो यसको? यो नरिवलसँग किन्छ के नरिवल छ यहाँ? छ यो दाजुको यो यहाँ छ के नरिवल छ? सिम पानी परेर हेर न। हातमा काँडै काँडा उम्रिरहेछ मेरो। दर्शन गर्नुमा चाहिँ बिहानदेखिको पानी बाहेक
केही पनि मुखमा हालेको छैन किनभने जिम त अब खाली पेटमै गर्छु तपाईँहरूलाई थाहै नै होला जिम सँगसँगै अब मन्दिर आउनुपर्ने भयो मन्दिर आउने भएपछि त अब यहाँ जुत्ता खोल्नु पऱ्यो ओहो सक्स खोल्नुपर्छ त्यहाँभित्र चाहिँ भिडियो गर्नु मिल्दैन है त अहिलेसम्म भेट होला गाइज नरिवल चाहिँ यहाँ बाहिर फुटाउनु पर्ने हे एकैसाथमा राम्रो मनमा नै माग्नु पर्ने किन सुनेर अलिकति सक्यो पूजा गरेर अब गएको म हिजोदेखिको कन्टिन्यू भ्लग आज पनि क्लिप एड गरेको छु कस्तो लाग्यो मेरो भ्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पक्कै पनि नभुल्नु होला बुढा सुब्बा मन्दिरको हजुरहरूलाई पनि आशीर्वाद लागोस् राम्रो राम्रो दिनुहोस् तपाईँहरूको पनि अब यो भिडियो हाल्दा त रात परिसक्छ